जीवन ईश्वरको एउटा अमूल्य उपहार हो, जो सृष्टिमा अमूल्य वरदान पनि हो। यसले जीवन जिउने एउटा अवसर पनि हामीलाई प्रदान गर्दछ भने यसको सौन्दर्यमा हामी जीवनका सपनाहरू देख्ने गर्दछौँ। यो पूरा गर्न, यी सपनाहरू पूरा गर्नलाई एउटा कर्तव्य हुनुपर्दछ। त्यो कर्तव्य विमुख भएर हामीले बाँच्न सकिँदैन। त्यसैले जीवन एउटा बहुमूल्य उपहार पनि हो। जीवन त्यो फूल हो जहाँ गुलाब फुल्दै गर्दा काँडै काँडाको बिचमा फुलेको हुन्छ र त्यसलाई हामीले चटक्क टिप्ने बेलामा केही त खोज्छ, तर फुल टिपेपछि या भगवानको सामु अर्पण गरेपछि, उहाँका चरणमा अर्पण गरेपछि चाहिँ हामीलाई त्यो घोचेको दुखाइ सबै बिर्सिन्छ। यो समग्र सबै कुराबाट मलाई एउटा चाहिँ के भयो भने, के बुझेँ भने मैले जीवन भनेको एउटा शिक्षा हो। त्यो निरन्तर रूपमा कहिल्यै पनि हाम्रो जीवन छौन्जेलसम्म हामीले त्यो शिक्षा लिन अनिवार्य छ, जरुरी छ भन्न चाहन्छु। समष्टिमा भन्दै गर्दाखेरि जीवन असाध्यै छोटो छ र साह्रै अमूल्य छ। त्यसैले यसको महत्त्वलाई बुझेर हाँसी खुसी सबैसँग प्रेम बाँडेर जीवन जिउँ, यति नै भन्न चाहन्छु।